यो भिडियो केवल शैक्षिक उद्देश्यका लागि हो। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्र सानुटिमी, भक्तपुर। गुरुत्वाकर्षण। यसका सम्पादक हुन् नतासा भिजकारा। एउटा भकुण्डोलाई हावामा उफार के हुन्छ? गुरुत्वाकर्षण बिनाको संसारमा त्यो भकुण्डो त्यही माथि नै रहिरहन्छ। गुरुत्वाकर्षण भन्ने यो अनौठो तागत के हो? गुरुत्वाकर्षण के हो? गुरुत्वाकर्षण एउटा यस्तो ताकत हो जसले वस्तुहरूलाई एक आपसमा खिच्दछ। जब भकुण्डो झर्दछ, गुरुत्वाकर्षणले यसलाई पृथ्वीतिर तान्दछ। जब तिमी उफ्रन्छौ, गुरुत्वाकर्षणले तिमीलाई तानेर जमिनमा फर्काउँछ। प्रत्येक कुरामा गुरुत्वाकर्षण हुन्छ। तिमीमा गुरुत्वाकर्षण छ। एउटा सानो किरामा पनि गुरुत्वाकर्षण हुन्छ। यदि गुरुत्वाकर्षण वस्तुलाई एक आपसमा खिच्ने एउटा तागत हो भने किन सबै वस्तुहरू एकै ठाउँमा जोडिएर रहँदैनन् त? गुरुत्वाकर्षण र पिण्ड। त्यसो नहुनुको पछाडि पिण्डका कारणले हो। पिण्ड भनेको एउटा वस्तुमा कति पदार्थ छ भन्ने कुरा हो। एउटा सानो किराको भन्दा माटोको एक चपरीको पिण्ड बढी हुन्छ। एउटा माटोको चपरी भन्दा एउटा बालकको पिण्ड बढी हुन्छ। यस्तो पनि हुन्छ कि कुनै पनि कुराको पिण्ड जति बढी छ, त्यति नै बढी उसको तान्न सक्ने वा खिच्न सक्ने तागत हुन्छ। किरा, माटाको चपरी वा बालबालिकाको भन्दा पृथ्वी ग्रहको पिण्ड निकै बढी हुन्छ। त्यही कारणले यी सबै पृथ्वीतिर तानिन्छन् न कि एक आपसमा। पिण्ड र तौल। पिण्डलाई प्रायजसो तौललाई जसरी नै किलोग्राम वा पाउन्डमा नापिन्छ, तर यो तौलभन्दा फरक छ। तौल भनेको कुनै पनि वस्तुलाई गुरुत्वाकर्षणले कति जोडले तानिरहेको छ भन्ने हो। पृथ्वीमा 80 केजी तौल भएको एउटा अन्तरिक्ष यात्री चन्द्रमामा मात्र 13 केजी तौलको हुन्छ। तर उसको पिण्ड उही नै हुन्छ। किन उसको तौल फरक हुन्छ? चन्द्रमाको भन्दा पृथ्वीको पिण्ड बढी छ। यसो भन्नुको मतलब अन्तरिक्ष यात्रीमा उसको बढी तनाइ पर्दछ, जसको अर्थ पृथ्वीमा ऊ बढी तौलको हुन्छ। गुरुत्वाकर्षण र दूरी। गुरुत्वाकर्षण दूरीबाट पनि प्रभावित हुन्छ। दूरी भनेको वस्तुहरू एक आपसमा कति नजिक वा टाढा छन् भन्ने हो। सूर्यभन्दा बढी पिण्ड भएका अरू तारा पनि छन्, तर तिनीहरू धेरै टाढा छन्, त्यसैले हामी तिनीहरूको गुरुत्वाकर्षणबाट प्रभावित छैनौँ। चन्द्रमा सूर्यभन्दा पृथ्वीको नजिक छ, त्यसैले सूर्य पृथ्वीभन्दा ठुलो भए तापनि सूर्यको भन्दा पृथ्वीको गुरुत्वाकर्षणले यसलाई बढी प्रभावित पार्दछ। गुरुत्वाकर्षणले घरमा र विद्यालयमा कुन कुन तरिकाले काम गर्दछ भनेर तिमी सोच्न सक्छौ। गुरुत्वाकर्षणले तिम्रो शरीरलाई कसरी प्रभाव पार्दछ? केही शब्दका अर्थहरू। प्रभावित पार्नु, केही कुरा वा कसैमा परिवर्तन उत्पन्न गर्नु। अन्तरिक्ष यात्री, अन्तरिक्षको यात्रा गर्ने मानिस। पिण्ड, एउटा वस्तुमा कति पदार्थ छ भन्ने कुरा। नाप, केही कुराको आकार वा मात्रा जनाउने संख्या, अङ्क। तौल, गुरुत्वाकर्षणले कति जोडले एउटा वस्तुलाई तान्छ वा खिच्दछ भन्ने मात्रा।